यहाँ चाहिँ के हो ठुल्ठुलो यस्तो बाँस रहेछ नि हेर न यहाँ बाँस हो यो पुरै कसरी यस्तो बनाउँछ बेम्बो प्लान्ट बाँस 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 जिन्दगी भाँच्यो भने पनि फेरि भाँच्यो हो त्यस्तो हुन्छ उता त रहेछ नि त राम्रो राम्रो ठाउँहरू त कहाँबाट इन्ट्री माग्नु त्यता चाहिँ अनि फुलहरू पनि छ त नि यहाँ त उन्यु मात्रै भने होइन कस्तो कस्तो प्रजातिको उन्यु यो त हाम्रोतिर पनि पाउने नै हो जाऊ यो ऐँजीहरू पो भन्थ्यो हामी त यसलाई त होइन फोटो खिच्नु लाइट मिलेन होला नि खोइ मिल्यो कि मिलेन थाहा भएन हो कसरी मिलाउँछन् लाइट साइड कालले नै राम्रो देख्छु म त खोइ मेरो फोन एकदम राम्रो छ क्या वाटरफल भन्थ्यो यत्रै रहेछ वाटरफल म त कत्रो ठुलो होला भनिरहेको थिएँ यसलाई मजिटो भन्थ्यो हाम्रोतिर चाहिँ त्यो त उन्यु हो यसलाई त हामी पानी अमला भन्दै खान्थ्यौँ नि यो चाहिँ मजिटो हो यसलाई मैले धेरै वर्षपछि देखेँ जरामा हुन्छ नि यो फेरि के हो यो त अहिले यहाँ के गर्न मिल्दैन होला है अमला त ल्याउनु मिल्छ अमला हो कि यस्तो पनि यो पाहाडमा कति पाउँथ्यो यो पनि यस्तो पनि पाउँदो रहेछ मलाई त कस्तो याद पो आइसक्यो वाटरफल चाहिँ बल्ल आउन लागेको रहेछ माथि नै वाटरफल भन्दै थिएँ म चाहिँ वाटरफल चाहिँ यस्तो रहेछ नि त उयो होला नि पुरै दुबो पनि होइन हौ यो त कस्तो डह्रो रहेछ हौ तर कस्तो राम्रो देखेको हेर्नु न हरियो फोटोमा झन् राम्रो न राम्रो आउने नि रियलमा भन्दा नि आइफोन हो यो आइफोन होइन काले दाइ आइफोन होइन बाम्बु गुराँसको बोट पाउँदो रहेछ कि होइन हौ हो नि गुराँसै फुल्दा भन्नै रमाइलो सही त होइन अहिले वैशाख पनि अन्तिम हो उयो भर्खर गुराँस फुलिसकेको रहेछ यसमा चाहिँ गुराँसहरू फुलेर पनि सकिएको के हो बेम्बो होला नि यहाँ तल चाहिँ के हो नि यस्तो यहाँ चाहिँ के छ यहाँ के थाहा त पोखरी बन्दै होला तर कम्प्लिट भएको ऐसेलु यो के त नि यो नटिपे पनि रहने भए पो त नि कति महँगो पर्छ केलाई ऐसेलु पनि किन्न पर्छ पर्दैन त कसले बेच्छ हौ लगन खेल्न बेच्छन् ऐसेलु काफल
खोइ सबै छरपष्ट हुन्छ नि अहिले फेरि पछि कि कहिले फुल्छ राति हो यहाँ छ त यस्तो फुल्छ व्हाइट कलरको चाहिँ अलिक सानो हुँदो रहेछ के गर्दैछ टिकटक सिकटक यसरी घाँस काट्नु काट्दिन है घाँस अघि आउँदा यताबाट आएको होइन हामी के हुन्छ भन्दा उता जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना कसको छोरा कसको छोरी उकालो दुईजना यहाँनिर मेरो गाईहरू भालु आयो भनेर होला नि मेरो दुईजना यहाँ कालेदाई गोरेदाईहरू हिँड्दैछ हो मलाई त यहाँको पुरा यस्तो जङ्गल देखेर कि घाँस काट्नु मन लागिसक्यो घाँस दाउरा चाहिँ के खोज्न लाग्नु हो मलाई घाँस काट्नु मन लागिसक्यो पुरा उकालो जङ्गल के अरे कस्तो राम्रो राम्रो घाँस पहिला पहाडमा घाँस काटेको याद आयो क्या सानो बेला लु भयो यता माथि त धेरै जङ्गल छ क्या बाबा खै यसलाई म चिन्छु यसको भोलि पर्सि फल्छ पहेँलो पहेँलो अमिलो 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 खालको हुन्छ हौ फल्छ जे होस् यो फल्छ क्या फुल चाहिँ पहेँलो हुन्छ खै ए यो के फुल्छ डाँड हुन त हो मैले सबै देखेको छु जङ्गल पनि देखेकै हो हुर्केकै जङ्गलमै हो मतलब जङ्गलमै त नभनौँ त्यही वनपाखा जङ्गल खोला नाला सबै यस्तो जङ्गलहरू पनि देखेकै हो सहर पनि देखेकै हो गाउँ पनि देखेकै हो तिमीलाई पनि देखेकै हो अब म के गर्नु हामीलाई मन पर्छ अजीब दास्ता है ये कहाँ सुरु कहाँ खत्म ये मंजिलें हैं कैसे ना वो समझ सके ना हम भयो भिडियो बनाइदिनु पर्यो यो कुकुर चाहिँ साह्रै धाको धाइ गर्छ तिम्रो साथी होला तिम्रो जोडा हो मेरो जोडा त के भन्नु म त पुरा यस्तो भएर हिँडिरहेको छु यहाँ चढ्नको लागि बनाइदिएको त्यहाँ है को चढिरहेको छ वाउ घाम लागेर कस्तो राम्रो भयो है तपाईँले कि अहिलेसम्म खाएको मध्ये सबभन्दा मिठो ऐँसे लिएको होला मैले खाने हो
फेरि आफ्नो त खुट्टा टुङ्गुङ्ग हुन्छ होला तलै पुग्छ होला भयो हुँदैछ यसलाई चाहिँ यता राख्नु ल के देखाउनु यसरी खिच्नु अलिक राम्रो निकालिदिनु नि हुँदैछ गर के एक्टिभिटिज गर एउटा फोटो खिच्या भिडियो नि खिच्दैछु ठिकै छ पानी खेलायो पानी सबभन्दा मन परेको भनेको यही गार्डन हो मलाई नाम पनि लेख्दा रहेछ अरु नयाँ लेख्नु ए यस्तो यो हात्तीबार हो क्या वाउ जेलाई पनि कस्तो आकृति दिएको नि वाउ लाउवाला यो मन नपर्ने भन्दा नि म यस्तो तिखो हेर्नु सक्दिनँ क्या आँखा दुख्छ अम्लिसो कुचो सुधा रहेछ तिमीले कुचो देखा यस्तो हुन्छ कुचो मैले किनेर नि ल्याएको कुचोको बोर्ड देखाएको छैन होला नि त यस्तो हुन्छ जङ्गलमा हुँदैन यो किन हुँदैन जङ्गलमा पनि कुचो पाउँछ अम्लिसोको ए त्यसको नाम अम्लिसो भनेर नि थाहा दामी रहेछ है रक गार्डन ठाउँ ठाउँमा ढुङ्गा छ त्यही हो रक गार्डन वाउ कस्तो दामी है लोटस तर उयो जस्तो राम्रो हुन्न रहेछ नि त रेड जस्तो यो फ्लावर कि उखालेर फ्याँको भने नि पलाइ पो हाल्छ यसको उयो हुन्छ नि त जरा हुन्छ नि त गानो यो चाहिँ यति साह्रो जगाउनु गाह्रो नपर्ने वाउ वाउ सट्टै पसेर त वाउ यता फर्केर मेरो कस्तो दामी सिधै जानु हो त्यतिकै जानु तर रियलमा जतिको त्यसमा राम्रै देखाउँदैन हो नि